हेलो नमस्ते साथीहरू। आजको मेरो मिनी भ्लगमा चाहिँ बिहान बनाएको खानाको सब्जीहरूको भिडियो लिएर आएको छु, जसमा चाहिँ मैले पालक र चौसुरको साग, मुङको दाल अनि खाना बोडी र आलुको सब्जी बनाएको थिएँ। जसमा चाहिँ मैले मुङको दाललाई चाहिँ हिजो भिजाएर राखिसकेको थिएँ नि त। अनि त्यो दानावाला मुङ हो। अनि मजाले भिजिसके पछाडि अनि त्यस पछाडि चाहिँ मजाले यसरी उमालेर पकाउँदैछु। यो चाहिँ दालको यो छाँच के भन्छ यसलाई, माथि आउने यो फिज यो चाहिँ निकालेर फाल्नु राम्रो अरे। यसमा चाहिँ त्यति राम्रो हुँदैन अरे यो खाँदा भनेर भनेको सुनिरहेको थिएँ। त्यस पछाडि चाहिँ मैले यो त्यो फिजलाई फालेर बेसार नुन तेल राखेर म चाहिँ सादै खालको बनाउन आँटेँ। त्यस पछाडि चाहिँ मैले यता त अघि ठिक्क पारेर राखेको साग, केलाएर राखेको पालक र चम्सुरको सागलाई पनि राम्रोसँग धोइ पखाली गरेर एकदम रेडी गर्दैछु पकाउनको लागि। मेरो घरमा चाहिँ बच्चाहरू एकदमै साग भनेपछि खुसी हुने बच्चाहरू छन् है। अनि त्यस पछाडि यो राखेको त्यसको केलाको साग, केलाको जुन त्यो थियो नि त्यसको जराहरू सागको, यो चाहिँ म फाल्दिनँ है साथीहरू। हेर्नु है, म यसलाई एक ठाउँ सदुपयोग गर्छु है। मेरो चाहिँ यसो गमला हुँदै रोपेको फुलहरूमा चाहिँ म यसकै मल राख्ने गरेको छु क्या। जहिले पनि यस्तै सब्जी केलाको ओरेको मल, यो चाहिँ कडी पत्ता हो। त्यस पछाडि यता फुल हुँदी यस्तैमा चाहिँ म राख्छु। त्यस पछाडि यता साग पखालेर धोइ पखाली रेडी छ, आलु रेडी छ। अब चाहिँ मैले यता सब्जी बनाउन लागेँ। आलुलाई पहिले एकैछिन पकाइसकेर अनि मात्रै साग राख्ने विचार गरेँ, किनभने यो चाहिँ आलु पाक्न टाइम लाग्छ, साग त एकैछिनमा पाक्छ। त्यस पछाडि सागलाई पनि राखेर राम्रोसँग चलाउँदै बनाउँदै गएँ राम्रोसँग। यो पालकको साग चाहिँ एकदमै आइरनको मात्रा एकदमै बेसी हुन्छ यसमा चाहिँ। बच्चाहरूलाई पनि, मेरो चाहिँ बच्चाहरूले एकदमै सागहरू मन पराइदिने, सबै सब्जीहरू खाने मेरो दुइटै बच्चाहरू। यो कुरा चाहिँ एकदमै खुसी लाग्छ क्या मलाई। अरूको बच्चाहरूले सब्जी खानुहुन्न भनेर भन्नुहुन्छ नि, मेरो बच्चाहरू चाहिँ सबै सब्जी सानैदेखि दुइटै बच्चाहरूले खाइदिइराख्ने भएकोले एकदमै म यो कुरामा चाहिँ एकदमै आफैलाई लक्की पनि भन्छु। मेरो बच्चाहरूले सबै थोक खाइदिनु भयो, खुवाउनको लागि त टेन्सन भएन भनेर। त्यस पछाडि चाहिँ राम्रोसँग मैले, यो चाहिँ बिहानको खाना हो, बच्चाहरूलाई स्कुल जानको लागि यसरी नै खानाहरू रेडी गर्दै गएँ। साग बनाउँदै राम्रोसँग बनाउँदै गएँ है। हामीलाई के भएको यो जाडोमा चाहिँ बिहान मलाई मात्रै हो कि सबैजनालाई उठ्न यति अल्छी लाग्छ है। नउठी पनि नहुने, नगरी पनि नहुने। आफ्नो कर्तव्यहरू त पुरा गर्नै पर्यो। हामी सबै जस बच्चा हुने मामुहरूले चाहिँ आफ्नो बच्चालाई स्कुल पठाउनलाई यो जाडोमा चिसोमा चाहिँ उठ्न मन नलागे पनि उठेर गर्नै पर्ने हाम्रो बाध्यता हुन्छ नि त है। अनि त्यस पछाडि यता चाहिँ दाल पनि यस्तो मजाले पाएको छ, हेर्दै खाउँ 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 लाग्ने गरेको भएछ है। यो चाहिँ एकदम अर्ग्यानिक दाल थियो, त्यही भएर पनि होला राम्रो भयो। यो मुङको दाल चाहिँ एकदमै मिठोसँग पाकिसकेको छ। अब म यसलाई अलिक बाक्लो छ, अलिकति पानी थपेर ठिक्कको बनाउने छु। यता साग र आलु पनि यतिको रेडी भइसकेको थियो। अब यसलाई चाहिँ म टमाटर राखेर एकैछिन पकाउनै बाँकी थियो है। खानाहरू त बनायो, सबै थोक गर्यो, अनि बच्चाहरूलाई स्कुल पठायो। आफूले भने पानी मात्रै खाइराखेको छ है यति बेरमा। पानी पनि त्यो पनि हतार हतार गरेर पानी खाइराखेको छु। त्यस पछाडि चिया चाहिँ मेरो जहिले बच्चाहरू पठाइसके पछाडि खाने पालो आउँछ क्या, भरे भरे। यता यहाँ बाबुको लागि खाजा पनि रेडी गर्दैछु है म, टिफिन खाजा। उसले चाहिँ भन्यो आज म खाना खान मन छैन त्यति धेरै, मलाई टिफिनमा खाजै राखिदियोस् न मामु भनेर भनेको कारणले चाहिँ मैले यता उसलाई चाहिँ यसरी फ्राई राइस पनि बनाइदिँदैछु। आलु अनि त्यहाँबाट हरियो केराउको दाना अनि माम गरेर चाहिँ फ्राई राइस बनाइदिँदैछु। मेरो छोरोको लागि चाहिँ यो टिफिन हाल्दिन आँटेको, छोरीलाई चाहिँ पर्दैन है, उन चाहिँ सानै छिन्, उही मन्टेश्वरीमै दिनुहुन्छ। यो चाहिँ बाबुको लागि मैले यता टिफिन खाजा पनि रेडी गर्दैछु। यता दाल भात तरकारी पनि रेडी भइसकेको छ। अनि म बाबुको टिफिन प्याक गरिदिएर चाहिँ अनि त्यस पछाडि यसो भित्र पसेको त मेरो श्रीमानले लिएर आउनुभएछ। यो चाहिँ हामीलाई अमेरिकाबाट गिफ्ट, बाबु नानीलाई गिफ्ट ल्याइदिनु भएको रहेछ क्या। अमेरिकाबाट आउने हाम्रो गेस्टहरूले चाहिँ, हाम्रो होटलमा बस्ने गेस्टहरूले चाहिँ अब हामीलाई चिन्नुहुन्थ्यो राम्रोसँग। अनि मेरो छोरालाई चाहिँ गिफ्ट ल्याइदिनु भएको रहेछ यो लुगाहरू। म चाहिँ उहाँहरूलाई चिन्दिनँ, तर हस्बेन्डले चाहिँ चिन्नुहुन्थ्यो। थ्याङ्क यू सो मच उहाँहरूलाई पनि है, यति गिफ्टको लागि। अरूले दिएको कुरा सानो भए पनि कति राम्रो लाग्ने गर्छ है साथीहरू, कति प्यारो हुन्छ क्या जो सम्झेर ल्याइदिनु भयो नि त उहाँदेखि। यो चाहिँ मेरो छोरीलाई अलिकति, एउटा चाहिँ अलिकति ठुलो हुन्छ होला, लेगिज जस्तो लाग्यो है। गर्मीको लुगा छ तर केही छैन, जाडो गइहाल्छ, गर्मी आइन्छ। ठुलै थियो,
ठिक्क थियो। बाबुलाई चाहिँ ठिक्क हुने गरेको 2टा टी सर्ट थियो अनि नानीलाई चाहिँ 3टा लेगिज अनि एउटा टी सर्ट थियो। त्यस पछाडि यता चिया पनि यो चाहिँ मैले बच्चाहरू पठाइसके पछाडि है साथीहरू चिया रेडी गरेर चिया पिउँदै खाने भनेर अनि उता हस्बेन्डले चाहिँ फेरि बोडी लिएर आउनुभएको रहेछ कि साग मात्रै के खानु बोडी र आलु खाने भनेर। अनि त्यस पछाडि मैले त बोडी र आलु पनि बनाउँदैछु है। अब बच्चाहरूलाई त खुवाइवरी पठाइसक्यो स्कुल। अब हाम्रो खाने पालामा चाहिँ यता बोडी पनि टक्क लगाएर खाउँ न त भनेर यो चाहिँ श्रीमानको अर्डरमा मैले यता बोडी र आलुको सब्जी पनि बनाउँदैछु। यस्तै गरेर चाहिँ यो मेरो बिहानको टाइम चाहिँ खाना बनाउँदै जान्छ है साथीहरू। के गर्नु यस्तै त हो घरको कामहरू भनेको। फर्स्ट प्रायोरिटी बच्चालाई दिएर उनीहरूको सबै कुराहरू पुरा गरेपछि हामीलाई त्यसै पनि ढुक्क हुन्छ खुसी हुन्छ। त्यस पछाडि मात्रै आफ्नो पालो आउँछ। अनि मैले चाहिँ चिया खाइरहेको थिएँ। अब बोडीको सब्जी पनि पकाएर मेरो हस्बेन्ड र म चाहिँ खाना खाँदैछौँ। यही थियो मेरो आजको मिनी ब्लगमा चाहिँ। हजुरहरूलाई मन पर्यो भने चाहिँ लाइक सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच।